कानुन कागजमा छ भने नागरिक किन अझै असुरक्षित छन्? रेमिटेन्स आउँदा उनीहरू अर्थतन्त्रका आधारस्तम्भ हुन् भनेर भन्ने गरेका छौँ। दुःख पर्दा पनि उनीहरू राज्यकै जिम्मेवार हुनुपर्ने हो नि त। उनीहरूको पसिनाको हिसाब राख्ने राज्यले मृत्युपछि उनीहरूको अन्तिम यात्राको जिम्मेवारीबाट पन्छिन मिल्छ र? मलाई लाग्छ मिल्दैन। तर यो प्रश्न मैले सरकारतर्फ मात्र तिर्साएको भने पक्कै पनि होइन, यो हामी सबैलाई प्रश्न हो। मैले यस्ता नेपाली परिवारजनहरूसँग भेटेँ जसलाई नेपालमा एउटा काम भनियो, त्यहाँ पुगेपछि अर्को काम दियो, एउटा तलबको आश्वासन दियो, व्यवहारमा अर्को अवस्था भेटियो। कसैलाई बिचौलियाले सपना देखायो, ऋण बोकाएर विदेश पठायो र गन्तव्यमा पुगेपछि उसलाई आफ्नै भाग्यको भरमा छोडिदियो। यो तथ्याङ्कको हिसाबमा भन्ने हो भने यो केवल कतारमा मैले सुनेको कुराहरू मात्र होइन। जुलाई 2026मा राष्ट्रिय तथ्याङ्क कार्यालय र अन्तर्राष्ट्रिय श्रम सङ्गठनले सार्वजनिक गरेको अध्ययनले समेत नेपाली वैदेशिक श्रमिकको रोजगारीमा जानु अघि ठुलो भर्ती लागत बिहोर्नुपर्ने र विशेष गरी अनौपचारिक तथा दर्ता नभएका बिचौलिया मार्फत जानेहरू अझ बढी जोखिममा परेको पनि देखिन्छ। यो तथ्याङ्क हो। त्यसैले आजको प्रश्न कतारको मात्र होइन, प्रश्न नेपालबाटै सुरु हुन्छ। त्यो के हो त भन्दा सभापतिज्यू, कसैलाई नेपालमै गलत सूचना दिएर पठाइएको छ भने यो हाम्रो कानुनी कार्यान्वयनको प्रश्न हो। यसमा करारभन्दा फरक काम वा सुविधा दिएको छ भने त्यो श्रमिकको अधिकारको प्रश्न हो। अन्यायमा परेको नेपालीले कानुनी उपचार पाउन सकेको छैन भने त्यो न्यायमा पहुँचको प्रश्न हो। सङ्कटमा परेको नागरिकले आफ्नो दूतावास र आफ्नो राज्य भेट्न सक्दैन भने त्यो राज्यको संरचनाप्रतिको प्रश्न हो। यसैमा म अर्को जोड्न चाहन्छु। हामीले रेमिटेन्सलाई अङ्कको रूपमा मात्र हेर्ने गरेका छौँ। रेमिटेन्स आउँदा उनीहरू अर्थतन्त्रका आधारस्तम्भ हुन् भनेर भन्ने गरेका छौँ। दुःख पर्दा पनि उनीहरू राज्यकै जिम्मेवार हुनुपर्ने हो नि त। उनीहरूको पसिनाको हिसाब राख्ने राज्यले मृत्युपछि उनीहरूको अन्तिम यात्राको जिम्मेवारीबाट पन्छिन मिल्छ र? मलाई लाग्छ मिल्दैन। त्यही कारणले गर्दाखेरि यी सबै कारणहरूको विषय यस कानुन न्याय तथा मानव अधिकार समितिको पनि विषय हो भन्ने मलाई लाग्छ। त्यही कारणले गर्दाखेरि यी सबै कुराहरू मैले यहाँ उजागर गर्ने प्रयास गरिरहेको छु। सभापति महोदय, हामीसँग कानुन भने नभएको होइन। फेरि वैदेशिक रोजगार ऐनले विदेश जानु अघि रोजगारको शर्त, पारिश्रमिक र सुरक्षाका विषय स्पष्ट गरी करार गर्नुपर्ने व्यवस्था गरेको छ। उजुरी गर्न सकिने, क्षतिपूर्ति माग्न सकिने, आवश्यक अवस्थामा कामदारलाई स्वदेश फर्काउनसम्म सक्ने कानुनी व्यवस्था छ। तर यो प्रश्न मैले सरकारतर्फ मात्र तिर्साएको भने पक्कै पनि होइन, यो हामी सबैलाई प्रश्न हो। मेरो प्रश्न सरल छ। कानुन कागजमा छ भने नागरिक किन अझै असुरक्षित छन्? सायद हाम्रो मुख्य समस्या भनेकै कानुनको अभावभन्दा पनि बढी कानुन र नागरिकको जीवन बीचको दूरी पो हो कि? हामीले यसलाई मनन गर्न एकदमै जरुरी छ जस्तो लाग्छ। सभापतिज्यू, कतारमा मात्र होइन, सरकारकै पछिल्लो उपलब्ध अनुमान अनुसार करिब 3,70,000 नेपाली कार्यरत छन् कतारमा। तर यो सङ्ख्या केवल 3,70,000 श्रमिकको मात्र होइन। नेपालमा रहेका उनीहरूका आमा बुवा, श्रीमान श्रीमती, छोराछोरी जोड्ने हो भने यसको प्रभाव लाखौँ परिवारसम्म पुग्छ। र कतार त एउटा उदाहरण मात्र हो। यस्तै लाखौँ नेपाली विश्वका विभिन्न देशहरूमा श्रम गरिरहेका छन्। त्यसैले म सरकार समक्ष केही बुदागत रूपमा मैले छोटोमा मात्र मैले आग्रह गर्न चाहन्छु। पहिलो, समस्या भएपछि उद्धार गर्ने मात्र होइन, समस्या हुनु अघि रोक्ने प्रणाली हामी बनाउनु जरुरी छ। यसको मुनि पनि मैले केही लेखेको थिएँ, तर समयको अभावको कारणले गर्दाखेरि म लिखित रूपमै सभापतिज्यूलाई बुझौला। दोस्रो भनेको के हो त भन्दा हरेक उजुरीको जरा नेपालसम्म खोज्नुपर्छ। हामीले जस्तो यसमा चाहिँ म अलिकति ध्यान आकर्षण गराउन चाहन्छु। विदेशमा कुनै नेपालीले मलाई एउटा काम भनेर ल्याइयो, अर्को काम दियो भन्यो भने त्यहीबाट अनुसन्धान सुरु हुनुपर्छ। कुन म्यान पावर, कुन एजेन्ट, कुन बिचौलिया, कुन मागपत्र, कुन करार, दोषी भेटिए कारबाही र पीडितलाई क्षतिपूर्ति कागजमा मात्र होइन परिणाममा पनि देखिनुपर्छ। तेस्रो, दूतावास केवल राहदानी र कागजात दिने कार्यालयका रूपमा मात्र होइन, विदेशमा नेपाली नागरिकको पहिलो राज्यको रूपमा विकास गरिनुपर्छ। चौथोमा भनेको नेपाल कतार श्रम कूटनीतिलाई अझ परिणाममुखी बनाउनुपर्छ। हामी अझै पनि त्यही पुरानै सम्झौतामा हामी
अड्किरहेको कारणले गर्दाखेरि त्यहाँ हाम्रा श्रमजीवी नेपाली परिवारजनहरू एकदमै आतंकित छन्। भोलिको दिनमा भविष्य के हुने हो भन्ने कुरामा अन्योलता छाएको कारणले गर्दाखेरि उहाँहरूले हामीप्रति नै प्रश्न उठाइराख्नु भएको छ। र पाँचौँमा संसदले पनि परिणाम मागिराख्नुपर्छ भन्ने मलाई लाग्छ। यो चाहिँ के भन्न खोजेको त भन्दा कुन देशमा कति नेपाली समस्यामा छन्, कति उजुरी आए, कति समाधान भए, कति क्षतिपूर्ति पाए, कति उद्धार गरिए, कति म्यान पावर र बिचौलियामाथि कारबाही भए, ती तथ्य नियमित रूपमा संसद र सम्बन्धित समितिमा आउनुपर्छ। किनभने मापन नगरेको समस्याको समाधान पनि मापन गर्न सकिँदैन।